नमस्ते साथीहरू, यो चाहिँ मैले तपाईहरुलाई देखाउँदै गरेको झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका वार्ड नम्बर 1 को खोला, हाम्रै घरको छेउको खोला। यहाँ हेर्नुस् त, यो खोला पनि निकै नै तहसनस गर्ने खोलामा पर्छ कि। यसले हेर्नुस् न, धेरैको जग्गा जमिन बिगारे। बाटो पनि छेउमै छ, हाइवेलाई पनि भेटिसकेको छ क्या। तर यसपालि जे होस्, हाम्रो वडा अध्यक्ष गतिले काम गर्नुभएको रहेछ। राम्रो कामको तारिफ गर्नुपर्छ। पोहोर चाहिँ अलिक चित्त नबुझ्दो काम भएको कारणले गर्दाखेरि केहीको भनाइ पनि सुन्नु परेको थियो उहाँलाई। तर यसपालि राम्रो काम भएको छ है, ठुलै बाँध बाँधिएको छ। हेर्नुहोस् त, राम्रो कामको तारिफ गर्न सक्नुपर्छ होइन। अब यसमा कतिको ठेक्कापट्ट लागेको छ, यसको समिति को हो है, त्यो चासो किन गर्नु र होइन। काम गतिले भयो नि है। जस मलाई चाहिँ खुसी लागेको छ, राम्रो होस्, जसले गर्दा गाउँ पनि सुरक्षित अनि बाटो पनि सुरक्षित हैन। हेर्नु न, छेउमै छ गाउँ। हेर्नुहोस्, नजिकै छ क्या गाउँ, खोला यहीँ नजिकै। अब यतिको दौरो बाँध बाँधिएपछि त अब खोला त आउने कुरा भएन। जोस्, योचोटि चाहिँ अलिक चित्त बुझ्दो काम चाहिँ गर्नुभएको रहेछ क्या। त्यही हो।